नमस्कार, म विनोद ढुङ्गेल। यता नेपालको सिंहदरबारमा 17 देशका राजदूत एकसाथ, उता खाडीमा 17 लाख नेपाली एक्लै। आज हामी यही विश्लेषण गर्छौँ। भिडियो मन पर्यो भने लाइक वा सेयर गर्नुहोला, यो च्यानल सब्स्क्राइब गरेर मेरो उत्साह थप्न र यो विश्लेषणबाट लाभ लिन पनि नभुल्नुहोला। अब कुराकानीको थालनी गरौँ दुईवटा दृश्यबाट। यी दुईवटा दृश्यहरू वास्तवमा यकिन दृश्य होइनन्, तर यस्ता दृश्यहरू चलिरहेका छन्। त्यसकारणले मैले कसैलाई व्यक्तिगत रूपमा नभनिकन सारमा देखिएका दृश्यहरू यहाँहरू समक्ष पेश गर्न चाहन्छु, जो तपाईँ हामीले देखिरहेका दृश्य हुन्। दृश्य 1, 17 देशका नियोग नेतृत्वविहीन हुँदा नयाँ नियुक्ति पाउने आशामा मुख मिठ्याउनेहरूले अनेक दुला गौडाहरू चाहेर सम्भावनाहरूको खोजी गरिरहेका छन्। देशभित्रका मात्र नभएर विदेशमा बसेर जान्ने ठानिएकाहरूलाई छान्ने सूत्रहरूको सहाराको खोजी पनि तीव्र हुँदै गएको छ। दोस्रो दृश्य रियाद, दोहा, दुबई, जहाँ लाखौँ नेपाली मजदुर छन्। युद्धग्रस्त यो क्षेत्रमा त्रासमा ज्यान जोगाइरहेका र सारा सपना नेपालमा बिछ्याइरहेका उनीहरूमध्ये भर्खर उठेका छन् हर्कबहादुर र उनका साथीहरू। उनीहरूमध्ये कसैको केही समस्या छ, कसैको केही समस्या छ। आज हर्कबहादुरको श्रम सम्झौतामा समस्या छ, ठगिएको जस्तो लागेको छ, दूतावास जानुपर्ने छ, तर त्यहाँको नेपाली दूतावासमा राजदूत छैनन्, अरू कर्मचारी छन्। यी दुईटा दृश्य अर्थात् सिंहदरबारको दृश्य, त्यहाँको दृश्य। सिंहदरबारको दृश्य भन्नाले जहाँ नियुक्तिका लागि लाम लाग्नेहरू, यी समानान्तर चलिरहेका दुईटा दृश्य हुन्। एकातिर दुःख छ, अर्कातिर लोभ छ। एउटै देशका हुन्, कोही यहाँ छन्, कोही अन्त छन्। यी दुई दृश्यले नेपालको राजनीतिको पुरा कथा भन्छ, नेपालको कूटनीतिको पुरा कथा भन्छ। अब यी दुवै दृश्यको अलि विस्तृत चर्चा गरौँ। अघि मैले भने नि पहिलो दृश्यमा सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका 6 जना राजदूतहरूलाई भर्खरै फिर्ता बोलाउने निर्णय गरेको छ। 1 महिनाभित्र फिर्ता हुने तयारीमा रहेका व्यक्तिहरूको आफ्नै व्यथा होला। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले कार्तिकमै 11 देशका राजदूत फिर्ता बोलाइसकेको थियो। अब 17 देशका नियोग नेतृत्वविहीन अर्थात् रिक्त भएका छन् र कूटनीतिक मिसनमा नयाँ नियुक्ति नहुँदा महत्त्वपूर्ण देशहरूमा समेत कूटनीतिक रिक्तता उत्पन्न भएको छ। खाली प्रशासनिक काम मात्रै भइरहेको छ र सतहमा नछाइसकेको दृश्यमा हामीले देखिसकेका छैनौँ सतहमा, तर नयाँ नियुक्तिका आशामुखीहरूको सलबलाहट टिठलाग्दो देखिन्छ। तपाईँ व्यक्तिगत सम्पर्कहरू छ भने देख्न सक्नुहुन्छ। देशभित्रका मात्र नभएर विदेशमा बसेका पनि यो हुलमा छन्। जान्नेलाई छान्ने सूत्र, जुन राष्ट्रिय स्वतन्त्र पार्टीको सूत्र हो, उनीहरूको लागि थप सहारा भएको प्रतीत हुन्छ। किनभने नेपालभित्रै बसेर कुइना घोट्नेहरूभन्दा दूर देशमा बसेर नेपालको गफ जोत्नेहरूको महत्त्व समकालीन नेपाली राजनीतिको आसनमा कता हो कता उच्च छ। यो कुरा कूटनीतिक नियुक्तिमा मात्र नभएर अरू पदका हकमा पनि लागू भइरहेको छ। किनभने 1100 जति नियुक्तिहरू हुनेछन्, 1100-1200 नियुक्ति हुनेछन्। अर्थात् रिक्त स्थानम पुरयत का अनेक सूत्रहरूमाथि अनुसन्धान जारी रहेको देखिएको छ। अब दोस्रो दृश्यमा फर्कौँ। हर्कबहादुर र उनका साथीहरूको दृश्यमा परराष्ट्र मन्त्रालयको आफ्नै तथ्याङ्क अनुसार मध्यपूर्वमा अहिले 17,29,288 नेपाली छन्। साउदी अरेबिया, कतार, युएई, कुवेत, बहराइन, ओमान, यी सबैमा हाम्रा दूतावासहरू छन्, तर नेतृत्वको अभाव छ। अहिले कहाँ कहाँ छन् नेपाली दूतावास, यो म सालाखाला जानकारी दिन्छु। संयुक्त राष्ट्रका लागि 3वटा मिसनसहित नेपालका 34वटा राजदूतावास र 10वटा महावाणिज्य दूतावास छन्। यो तपाईँलाई सामान्य जानकारीको लागि म बताउँदैछु, तपाईँलाई थाहा पनि छ, तर एकसाथ म बताउँदैछु। त्यसो भएपछि सबै एकै ठाउँमा यहाँहरूलाई जानकारी होस् भनेर। बेलायतमा, बहराइनमा, बङ्गलादेशमा, बेल्जियममा, ब्राजिलमा, क्यानाडामा, चीनमा, डेनमार्कमा, इजिप्टमा, फ्रान्समा, जर्मनीमा, भारतमा, इजरायलमा, जापान, कोरिया, कुवेत, मलेसिया, म्यानमार, ओमान, पाकिस्तान, पोर्चुगल, कतार, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, श्रीलङ्का, थाइल्यान्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र स्पेनमा नेपाली राजदूतावास छन्। न्युयोर्क, जेनेभा र भियनामा संयुक्त राष्ट्रका लागि नेपाली स्थायी नियोग छन्। युरोपको बेल्जियम, बेलायत, डेनमार्क, फ्रान्स, जर्मनी, पोर्चुगल र स्पेनमा
खाडीय राष्ट्रहरूमध्ये बहराइन, इजरायल, कुवेत, ओमान, कतार, साउदी अरेबिया र युएईमा, दक्षिण एसियाको बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, भारत, दक्षिण अमेरिकी महादेशको ब्राजिलमा, उत्तर अमेरिकी महादेशको क्यानाडामा, छिमेकी चीन, भारत, अफ्रिकाको इजिप्ट र दक्षिण अफ्रिका र नेपालीहरू धेरै रहेको जापान, कोरिया, मलेसियाका साथै थाइल्यान्ड र म्यानमारमा, रुस अमेरिकामा नेपाली राजदूतावास छन्। न्युयोर्क, जेनेभा र भियनामा संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग छन्। यी सबै स्थायी नियोगमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू स्थायी प्रतिनिधि वा राजदूत छन्। चीनको छेन्दु, लासा, हङकङ, ग्वाङ्जाओ, अमेरिकाको न्युयोर्क, डालस, सान फ्रान्सिस्को, युएईको दुबई, भारतको कोलकाता, साउदी अरेबियाको जेद्दामा महावाणिज्य दूतावास छन्। ओली सरकारले 34वटा मिसनमध्ये 17वटामा राजनीतिक कोटाबाट नियुक्ति गरेको थियो, कूटनीतिक नियुक्तिहरू। सुशीला कार्कीको सरकारले गएको कार्तिकमा 11 जनालाई फिर्ता बोलायो, बाँकी 6 जना अहिलेको सरकारले बोलायो। मैले यहाँलाई निवेदन गरिसकेँ। नतिजा के भयो भने भारत, चीन, अमेरिका, जापान, बेलायत, रुस सहित 17 देशमा नेपाली नियोग नेतृत्वविहीन हुन पुग्यो। नयाँ नियुक्ति भएको छैन। प्रश्न के भने नीति निर्माताहरूलाई साउदी अरेबियामा ठगिएको नेपाली मजदुरलाई कसले उद्धार गर्छ? राजदूत नभएको दूतावासले कसरी उद्धार गर्छ? यो प्रश्न छ मेरो। कतारमा काम गर्दा गर्दै बिरामी परेको श्रमिकको बिमा दाबी कसले लडिदिन्छ? संयुक्त अरब इमिरेट्समा कारागारमा परेको नेपालीको मुद्दामा कसले बोल्छ? अन्य देशमा पनि नेपालको प्रतिनिधित्व कसले गर्छ? एकजना पूर्व परराष्ट्र सचिवले भन्नुभएको छ कि सरकार फेरिने बित्तिकै 5-6 महिनामै राजदूत फेर्ने जुन चलन छ यो अन्य मुलुकमा हुँदैन। नेपालको कूटनीति यस कारणले पनि लाज मर्दो छ। यो उहाँको शब्द हो, मेरो होइन। तर उहाँले सत्य बोल्नुभएको जस्तो मलाई पनि लाग्छ। अब के जान्नेलाई कसरी छान्ने, अब यसको विषयमा अलिकति कुरा गर्छु। सरकारले भनेको छ छिट्टै नियुक्ति हुन्छ। यो कति छिट्टै? यो छिट्टै भनेको कति लामो हुन्छ? मलाई थाहा भएर काम छैन। तपाईँ जो हेरिरहनु भएको छ खाडीका हर्कबहादुरहरू, तपाईँहरूलाई थाहा हुनु पर्यो, तर तपाईँहरूलाई थाहा छैन। एकजना वरिष्ठ कूटनीतिज्ञले यसबारेमा के भन्नुभएको छ भने अहिले विश्व कूटनीति निकै गतिशील छ। राजदूतले राजनीतिक सम्बन्ध मात्रै राख्ने होइन, विभिन्न गतिशील विषयमा विज्ञता हासिल गर्नुपर्छ। प्रतिस्पर्धात्मक रूपमा गैर दलीय व्यक्तिलाई राजदूत नियुक्त गर्ने र उसलाई पुरा कार्यकाल काम गर्न दिने व्यवस्था गर्नु उचित हुन्छ। हो, म सचेततापूर्वक भन्दैछु, गैर राजनीतिक भनेको छैन मैले, गैर दलीय, किनकि गैर राजनीतिक मान्छे राजदूत हुनै सक्दैन मेरो हिसाबले। त्यो देशको प्रतिनिधित्व गर्ने पद हो, त्यो त देशकै प्रतिनिधित्व गर्ने पद हो नेपालको, र देश भनेकै राजनीतिक इकाइ हो विश्व मानचित्रमा। तसर्थ राजनीतिक ज्ञान र कूटनीतिक सिप भएको गैर दलीय मान्छे नियुक्त गर्नुपर्छ। यसको विधि र प्रक्रिया पारदर्शी र विश्वासयोग्य पनि हुनुपर्छ। अब भियना महासन्धि 1961 र अन्तर्राष्ट्रिय कूटनीतिक मापदण्डहरू अनुसार राजदूत हुनका लागि आवश्यक मुख्य गुण र योग्यताहरू त हुनै पर्छ। अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै पनि व्यक्तिलाई राजदूत नियुक्त गर्न पठाउने देश र स्वीकार गर्ने देश दुवैको सहमति हुने खालको नेपाली नागरिक हुनै पर्यो। राजदूत नियुक्त गर्नुअघि पठाइने देशबाट औपचारिक स्वीकृति लिनुपर्छ भन्ने कुरालाई ख्याल नगरिकन पठाइयो भने विगतमा त्यस्तो स्वीकृति नपाएर राजदूत नभएका मान्छेहरू पनि यही छन्। अनि बल्ल कार्यभार सम्हाल्नु अघि राजदूतले सम्बन्धित देशको राष्ट्राध्यक्ष समक्ष ओहदाको प्रमाणपत्र पेश गर्न पाउँछ। उसले स्वीकारेन भने तपाईँको ओहदाको प्रमाणपत्र पेश गर्ने अवस्था रहँदैन। त्यसकारणले देशअनुसार केही भिन्नता भए पनि कूटनीतिक क्षेत्रमा सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर गरेको र सामान्यतया अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिशास्त्र, कानुन वा अर्थशास्त्र, कूटनीति यस्ता विषयमा उच्च शिक्षा हासिल गरेको, आफ्नो देशको भाषाका साथै अङ्ग्रेजी त भइहाल्यो, सम्भव भएसम्म जुन देशमा खटाइएको हो त्यो देशको भाषामा पनि पोख्त भएको, करियर कूटनीतिज्ञहरूको हकमा परराष्ट्र सेवामा 15 देखि 25 वर्षसम्मको अनुभव भएको हुनुपर्ने ठानिन्छ। यी त औपचारिक योग्यताका कुरा भए। यस्तो धेरैको हुन सक्छ। यसमा गुणवत्ताको कुरा अर्कै छ, अर्थात् क्वालिटीको कुरा अर्कै छ, क्वालिफिकेसनले मात्रै हुँदैन। वास्तवमै एक सफल राजदूत हुने हो भने राष्ट्रिय स्वार्थ र गोप्य सूचनाहरूको संरक्षण गर्न सक्ने उच्च नैतिक चरित्रको हुनुपर्छ। अनि त्यो देशको परम्परा, रीतिरिवाज र संस्कृतिलाई बुझ्ने र सम्मान गर्ने क्षमता भएको मान्छे पनि हुनुपर्छ। वार्ता र प्रभाव पार्ने कला अर्थात् नेगोसिएसन स्किल भएन भने जटिल परिस्थितिमा पनि सधैर्य आफ्नो देशको हितमा वार्ता गर्ने खुबी हुँदैन, त्यो पनि चाहिन्छ।
तनावमा पनि शान्त रहन सक्ने र सङ्कट वा दबावको समयमा विचलित नभइकन सही निर्णय लिन सक्ने क्षमता नहुने हो भने बनेको सम्बन्ध पनि झन् बिग्रिन सक्छ। यसका साथै विश्व राजनीति र घटनाक्रमलाई विश्लेषण गरेर आफ्नो सरकारलाई सही सल्लाह दिन सक्ने, सही सूचना दिन सक्ने रणनीतिक सोच र विश्लेषणात्मक निर्णय क्षमता पनि राजदूत हुने व्यक्तिमा चाहिन्छ, कूटनीतिज्ञमा चाहिन्छ। यस्ता कानुनी, व्यावसायिक र व्यक्तिगत गुण राजदूत हुँदा मात्र, त्यस्तो गुण भएको व्यक्ति राजदूत हुँदा मात्रै त्यहाँ नेपालको हितरक्षा र नेपालीको दुःख मोचन हुन सक्छ। अन्यथा नेपालीलाई जेल पठाउन त्यो देशमा खटाइएको राजदूतले भूमिका खेलेको खबर सञ्चार माध्यममा नआएका पनि हैनन्। म फेरि भन्छु, नेपालीलाई नै त्यहीँको देशमा जेल पठाउन त्यही नेपालले खटाएको राजदूतले भूमिका खेलेको खबर आएका छन्, हामीले पढेका छौँ। त्यसकारणले यस्तो कमसल मान्छे पक्का पनि राजनीतिक दलका कार्यकर्ता हुनुपर्छ भन्ने तपाईँलाई लाग्न सक्छ, किनभने दलहरू बदनाम छन्। तर मैले नाम नलिकन दिएको उदाहरण चाहिँ कथित भन्छु म, कथित करियर डिप्लोमेटको हो। त्यसकारणले करियर डिप्लोमेट वा करियर डिप्लोमेट बाहेकका व्यक्तिलाई डिप्लोमेसीको जिम्मेवारी दिँदामा के फरक पर्छ भन्ने कुरा व्यक्तिको क्वालिफिकेसन हैन, क्वालिटीमा निर्धारण गर्दो रहेछ। त्यसकारणले राजदूत पदलाई नितान्त निजामती जागिर मात्रै वा राजनीतिक अवसर मात्रै ठान्नेहरू, दुईटै नितान्त निजामती जागिर मात्र ठान्ने करियर डिप्लोमेट वा नितान्त राजनीतिक अवसर मात्र ठान्ने राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिहरू, दुवै थरीबाट देशको वास्तविक प्रतिनिधित्व हुन सक्दैन। यो सुधारको कुरा गर्दा हामीले बिर्सिनु के हुँदैन भने सुधारको मूल्य सबैभन्दा पहिला तिर्ने गरिब श्रमिकले नै हो। त्यहाँ दुःख गरेर बसेका, अहिले खाडी राष्ट्रहरूको मात्रै कुरा गर्दै छैन म, विभिन्न देशमा नेपालीहरू छन्। त्यसकारणले प्रधानमन्त्रीले सामूहिक भेट गर्दा सिंहदरबारमा होस् वा राजदूत फिर्तीको निर्णय भइरहँदा होस्, खाडीमा हर्कबहादुर र उनका साथीहरूको दिन राजदूत नभएको दूतावासको बाहिर पर्खेर जे बित्दैछ त्यो कुरामा ध्यान दिनुपर्छ। अर्थात् नेपालीका विषयलाई सम्बोधन गर्नुपर्छ, नेपालको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ। अब नेपाललाई के चाहिन्छ त त्यसको कुरा गरौँ। जस्तो म फेरि भन्छु कि हर्कबहादुर र उनका साथीहरूको कुरा, हर्कबहादुर र उनका साथीहरू खाडीमा छन्। उनीहरूको जीवन नेपालको कूटनीतिसँग सिधा जोडिएको छ, कूटनीतिक क्षमतासँग सिधा जोडिएको छ। तर उनीहरूलाई थाहा छैन त्यो कुरा। उनीहरूको श्रम नेपाल आउँछ रेमिट्यान्सको रूपमा र त्यो रेमिट्यान्सले नेपालको अर्थतन्त्र धान्छ। तर जब उनीहरूलाई राजदूत चाहिन्छ, दूतावास खाली छ। उनीहरूलाई भनेको हर्कबहादुरहरूलाई। कूटनीतिका मामिलामा तत्काल यो सरकारको वास्तविक परीक्षा यही कामबाट हुन्छ। पश्चिम एसिया लगायतका सबै देशमा, विभिन्न देशमा जो रिक्त राजदूतहरू छ त्यसमा तत्काल, त्यो पनि मेरिट र विज्ञताका आधारमा राजदूतको नियुक्ति। पश्चिम एसियामा 17 लाखभन्दा बढी नेपाली जो पर्खिरहेका छन् उनीहरूको आवश्यकता सम्बोधन गर्न पनि चाहिन्छ। हो, विगतका कमजोरीलाई परिवर्तन गर्न सकिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले योग्य राजदूत, बलियो परराष्ट्र मन्त्रालय, मेरिटमा आधारित नियुक्ति र हर्कबहादुर र उनका साथीहरू जस्ता लाखौं नेपालीको सुरक्षामा पुरा काम गर्नुपर्ने आवश्यकता छ। अन्यथा विगतमा बचे खुचेको नेपालको साख पनि थप गिर्ने खतरा पनि कायमै छ। अब यो विश्लेषण तपाईलाई कस्तो लाग्यो? आफ्नो मत कमेन्टमा लेख्नुहोला। यो च्यानलमा नेपालका हामी महत्त्वपूर्ण विषयहरूको गहिरो विश्लेषण गर्ने प्रयास गरिरहेका छौँ। त्यसकारण पनि यहाँहरूको प्रतिक्रिया हाम्रो लागि अमूल्य छन्। यदि आजको भिडियो उपयोगी लाग्यो भने लाइक गरिदिनु होला, शेयर गरिदिनु होला र च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। तपाईको भलो होस्। नमस्कार।